हेर्न सक्नुहुन्छ तपाईहरुले कागतीको दाना लागेको छ एउटा छ यहाँ पनि मुझे बहुत सारा चीज़ें वाला है देखो भाई इसमें ये यो चाहिँ अहिले बल्ल यत्रो भयो बिस्तारै बिस्तारै बढ्दै छ यहाँ तपाईले देख्न सक्नुहुन्छ यो मेरो नयाँ च्यानल हो लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला यसो नयाँ भर्खर मैले पनि आजबाट सुचारू गर्दैछु मेरो च्यानल सबैलाई मन पराइदिनु होला जति सक्दो छ शेयर गरिदिनु होला तपाईले देख्न सक्नुहुन्छ मेरो कागतीको बिरुवा यो अहिले बल्ल 3 वर्षमा प्रवेश गर्दैछ 3 वर्ष प्रवेशमा अहिले यो वर्षदेखि बल्ल दाना लागेको छ फुल खिलेर तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ यता पनि देख्न सक्नुहुन्छ पनि हेर्नु सबै यो मेरो सबै माथि नै सबै सुन कागती हो माथिदेखि सबै देख्न सक्नुहुन्छ फुल यो दाना लागेको सबैले माया गरिदिनु होला मेरो नयाँ च्यानलमा मैले सायद भिडियो बनाउन नजाने तापनि माया गरेर राम्रो कमेन्ट छाडिदिनु होला राम्रो कमेन्ट गरिदिनु होला कोसिस गर्छु राम्रो बनाउनलाई यता पनि तपाईले देख्न सक्नुहुन्छ यहाँभित्र ठुलो दाना बिस्तारै बिस्तारै हुर्किँदैछ यहाँ चाहिँ सानो फुलहरू खेल्दैछ तपाईले देख्न सक्नुहुन्छ यो फुल खेल्दै दाना हुँदै फुल खेल्दै दाना हुँदै गरेको पनि देख्न सक्नुहुन्छ अब देख्न सक्नुहुन्छ यहाँ सबै सानो टोप्लाले चिचेर दानाहरू लाग्दै लागेको देख्नुभयो यहाँ पनि भित्र छ सबै क्यामेराले खास त्यति साह्रो राम्रो त देख्दैन होला माथि पनि छ यो माथि यसमा पनि दाना लगायो कुनै ठुलो कुनै भर्खरै सुरु हुँदैछ कुनै फुल खेल्दैछ सानो फुल खेल्दैछ तपाईको यहाँ दाना लाग्दैछ हेर्न सक्नुहुन्छ यहाँको हेरौँ यहाँ पनि दाना लाग्यो यहाँ तल दाना लगाएर यसपालि राम्रो फल खेलेको थियो असिनाले फुलहरू प्राय सबै झार्देर खत्तम बनायो यसपालिको असिनाले त त्यही पनि जोगिन्छ अलिअलि जोग्या हेरौँ अब यो ठुलो भएपछि सायद देखिन्छ अब सबै अहिले त सानो भएर कता पनि देखिएन यो कतै हिँड्नु पर्ने रहेछ देख्नुभयो यति नै जानकारी भएर अहिले चाहिँ बिदा पाऊँ मेरो नयाँ च्यानललाई मन पराइदिनु होला लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु होला धन्यवाद।